राइडरहरूले हेर्नै पर्ने भिडियो। हाम्रो सडकहरूमा दुर्घटना दिन प्रतिदिन बढ्दै गएको छ। धेरैजसो दुर्घटना सानो गल्ती र लापरवाहीका कारण हुन्छ। पब्लिक गरेको न्युज हेर्नुहोस्। हिजो साँझ बुटोलमा भएको एक स्कुटर दुर्घटनामा परि 2 युवतीको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। यो मात्र के छैन, हामीले थुप्रै सोसल मिडियामा देख्न सकिन्छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा सडक दुर्घटनाको सबैभन्दा ठुलो कारण चालक र सवारीको लापरवाही हो। 55 देखि 60 सम्म ड्राइभरको लापरवाहीको कारणले, 35 देखि 50 सम्म ओभर स्पिडको कारणले, 10 देखि 15% मदिरा पिएर ड्राइभ गरेकोमा, 1 देखि 5% गाडीको प्रोब्लमको कारण, 2 देखि 6 सम्म पैदल यात्रीको मिस्टेकको कारणले। यस्ता थुप्रै कारणहरू छन् जुन सामान्य मान्छेले लापरवाहीका कारण हुने गर्दछ र जुन सरकारले पनि ध्यान दिनुपर्छ। जुन ट्राफिक नियम कडा लागू गर्ने, ट्राफिक सिग्नल वा साइनहरू जहाँ जहाँ पुगेका छैनन् त्यहाँ पुर्याउने, विशेष गरी दुर्गम क्षेत्रहरूमा। यसो गर्दा एक्सिडेन्ट हुने चान्स धेरै कम हुन्छ। यस्तै इफेक्टिभ भिडियो हेर्नका लागि मलाई फलो गर्नुहोस्।